हेलो गाइज, इट्स मी महारानी एन्ड राम्री मान्छे। तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ हैन। अनि आज शुक्रबारको दिन के भन्छ, अहिले चाहिँ कति बजेको छ भने अब शुक्रबार पनि के भन्नु, अहिले 12 बज्न लाग्यो, 11 बजिसकेको छ, 11:30 हुन लागिसकेको छ। अब आधी घण्टा पछाडि त शनिबार नै भनौँ, त्यही पनि बजिहालेको छैन, शुक्रबार नै भनौँ न हैन। अनि म चाहिँ के भन्न आएको भने तपाईहरुलाई एकदम ठुलो सरप्राइज देखाउन आएको। त्यो सरप्राइज चाहिँ म देखाउने नै छु हैन। अनि के भन्छ, अब आज राति भइरहेछ, राति नै भइसक्यो। मर्रै निन्द्रा लाग्दैन जिन्दगीमा, खोइ किन नलागेको थाहा छैन, तर निन्द्रै लाग्दैन। त्यही भएर यसो भिडियो बनाऊँ भनेको। यसो भाइरल भएको भए त यसो हुन्थ्यो होला। कस्तो राति नै भए पनि कस्तो गोरी देखेको, म त राम्रै पो देखिँदो रहेछु। आइफोन नभए पनि राम्रै देखिँदो रहेछ। मेरो क्यामेराले पनि दिउँसो र राति छुट्याउँछ कि क्या। दिउँसो चाहिँ कस्तो नराम्रो निकाल्छ, राति चाहिँ राम्रो निकाल्छ हैन। दिउँसो त कस्तो राम्रो निकाल्दैन हैन, अहिले त राम्रो निकाल्छ। जे होस् यतिकै त ठिकै हो। म पनि थोरै न कहाँ चाहिँ राम्री छु र हैन। अब यतिको त ठिकै। अनि मैले चाहिँ आज तपाईहरुको लागि एउटा ठुलो सरप्राइज लिएर आएको छु। के सरप्राइज भन्नु पर्दाखेरि चाहिँ हैन, अब कपाल काट्नु भएको छ उहाँले चाहिँ, ऊ भाइ बनिनु भएको। वाउ कस्तो राम्रो देखेको। अलिक लुगा चाहिँ भएन, आम्मा अति भयो क्या हैन। अनि त्यस्तो नगर न, त्यो त छैन क्या, होइन क्या। अलिक यस्तरी बेहुला तरिकाले बस्न क्या, त्यस्तरी बेहुला तरिकाले हैन, यसरी बस के। यो भिडियो चाहिँ म सबै मार्फत पुर्याउने छु, झुमा टुल्दिदी हैन। अनि कस्तो राम्रो देखेको छ हैन। यदि तपाईहरु बेहुलाको खोजीमा हुनुहुन्छ भने त सम्पर्क गर्दा पनि हुन्छ हैन। कस्तो अलिक कसम के गरेको हैन। अनि अब यो राति हुँदै यसो गर्न पनि एउटा रमाइलो हुँदो रहेछ हैन। जे अब ऊ चाहिँ सुतिसकेकी छिन्, उसले चाहिँ ड्यान कपाल काटेको छिन्। अनि टोपी चाहिँ फेरि मेरो नि, टोपी चाहिँ मेरो हो नि। टोपी मेरो लाएर हैन उसले भिडियो बनाए। के भन्छ, टोपी लाग्छिन्, मेरो टोपी लाएर। म त्यस्तो काठमाडौँमा एकदमै जाडो छ, जेठमा पनि एकदमै जाडो छ क्या। त्यही भएर हुडी बस्नुपर्ने अवस्था आइसकेको छ। के भन्छ, अब के गर्नु हैन। 12 बज्न आँटिसक्यो, शुक्रबार हो आज। अब आधी घण्टा पछाडि त शनिबार पो हुन्छ त, त्यही पनि मरै निन्द्रा लाग्दैन। एकछिन पाउन क्या, मलाई त फेरि अघि भात खाएको, फेरि पनि भात खाम जस्तो लाग्यो, भोक लागिसक्यो। अब के गर्नु, अब भात खाम भने चामल पकाउनु पर्छ। अब भाँडा जुठै छ, कहाँ पकाउने, त्यही पनि राति 2-2 चोटि पकाएर खाने त भएन। भाँडा पनि माझा छैन, अघि खाएको। प्रेम रोग लाग्यो क्या, जति बेला पनि भोक लागेको गर्छ। प्रेम रोगमा भोक लाग्छ अरे भनेको सुनेको थिएँ। मैले लामो बनाउँदिनँ, 3 मिनटको मात्रै 5 मिनटको मात्रै बनाउँछु। 3 मिनट भइसकेको छ हैन। अनि के भन्छ, कस्तो अल्छी लाग्छ। अब भोलि शनिबार हैन, जिन्दगीमा के गर्नु र। अब भोलि यसरी आँखा चिमेर उगार्दाखेरि पर्सिको दिन आइतबार हुन्छ। काममा जाने बेला हुन्छ, बल्ल छुट्टी हुन्छ जिन्दगीमा। 6 दिन पछि 1 दिन पर्खिनुपर्छ, त्यही पनि यसरी केही नगरी बित्छ क्या। एकचोटि म टिकटक खोलेर हेर्दाखेरि, 2 चोटि हेर्दाखेरि त बिहान पो हुन्छ हैन। अब के गर्नु, त्यही भए पनि अब त्यस्तै हुनै पर्यो हैन। अनि अब राति भइसक्यो, अब के गर्नु, सुत्नु पनि पर्छ। अब नसुतौँ भने कता नसुत्नु। अब अरूको बोयफ्रेन्ड जिस्काम भने अरूको गर्लफ्रेन्डले मारिहाल्छन्। आफ्नो छैन, के गर्नु, त्यस्तै हो जिन्दगी। वाउ एकदम चिलमा अब यो सुतिहाल्यो, यसलाई चलाउनु हुँदैन। के गर्नु, आज त म पनि यहाँ सुत्न पाएँ हैन, किनभने हाम्रो दिदी धरान गएको छ। त्यही भएर म योसँगै सुत्छु। अनि यसले अब टोपी पनि लगाइहाली। म चाहिँ टोपी लाउँदिनँ, किनभने मलाई चाहिँ जाडो भएन नि त। म त खत्रै मान्छे हो नि, फेरि चिन्दिन नि फेरि भने पार हैन। अब कस्तो गोरी नै भएछु हौ, लपको काण्डले हो कि क्या भन्दिनँ।
कस्तो अल्छी लागेको राति पनि है मान्छेलाई दिउँसो पो काम गर्दा अल्छी लाग्छ मलाई त राति पनि लाग्छ के गर्नु 24 घन्टा अनलाइन आयो बोल्ने मान्छे कोही हुँदैन नभएकै राम्रो है हुन त यस्तै आनन्द रहेछ ल गाइस अर्को भिडियोमा भेटौँला यो पनि म पोस्ट गर्छु अनि यो भिडियो हेर्नु होला किनभने म त धेरै भाइरल छैन त्यही पनि यसो हेरिदिनु होला बाई बाई गाइस